र यसको लागि विदेशबाट संसारको विभिन्न ठाउँमा रहनु भएर हामीले 3-4 महिना अगाडि नै खबर गरिसकेका थियौँ र उहाँहरूले क्यानाडा, अस्ट्रेलिया, बेल्जियमबाट हामी म्याक्सिमम 30 जना पनि आएका थियौँ र त्यसै गरी संसारबाट जुन समय आफ्नो अमूल्य समय ल्याएर यस कार्यक्रमलाई एउटा शोभा बढाइदिन मात्र होइन र आफन्तजनभित्रको एउटा माया ममता र सम्बन्ध छ त्यसलाई जुन किसिमको एउटा परम्परा जुन एउटा थर्ड हिसाबले अगाडि बढाउन लानुभएको छ त्यसको लागि म हिजोदेखि चाहिँ आभार व्यक्त गर्दैछु र हिजो जुन मेरो छोरीको विवाहमा छोरी आलास्का शेर्पा र अमित केसीको जुन वैवाहिक सम्बन्धमा जुन किसिमको विवाहमा यहाँहरूले आफ्नो अमूल्य समय दिनुभएर त्यहाँ अगाडि आउनु भएर जुन किसिमको एउटा बलबोधलाई जुन किसिमको चाहिँ एउटा आशीर्वाद दिनुभएको छ यसले पक्कै पनि हामीले सोचेका छौँ र मेरो छोरा छोरी र मेरो ज्वाइँको भविष्यमा यहाँको उज्जवल भविष्यको जुन कामना गरेको छ त्यसमा हामीले त्यसको ठुलो भविष्यको सबैलाई मिल्नेछ भन्ने कुरा हामीले महसुस गरिरहेका छौँ र त्यसै कारणले गर्दाखेरि र यसै क्रममा हाम्रो बेल्जियमबाट जति पनि नानीहरू थियो उहाँहरूले आफ्नो समयलाई र महत्त्वपूर्ण एउटा जुन एउटा स्टडी एउटा इक्जामको समयमा पनि जुन एउटा यो प्रोग्रामलाई जुन किसिमले एउटा जुन नीतिदेखि लिएर सम्पूर्ण एउटा म्यानेजमेन्ट गरेर जुन किसिमले चाहिँ यहाँको समक्ष एउटा जुन नीति प्रस्तुत गरेका छ त्यसको लागि फेरि म मेरो तर्फबाट बेल्जियमबाट आउनुभएका सम्पूर्ण नानीहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु र त्यसै गरी आज हामी यो खुसीको क्षणमै बसिरहेका छौँ र यसै क्रममा विवाह पश्चात जस्तै एमसीहरू र उहाँहरू लगायत 30-29 जनाले जुन गार्जियनहरू हामीलाई यो विवाह पश्चात इन्जिनियरको उहाँहरूले राख्नु भएको थियो र त्यसमा पक्कै पनि हामीले एकदम ठुलो गर्वको विषय र हामीले यसमा धेरै किसिमको विषयहरू व्यक्त गर्न हामी लागिरहेका छौँ र पक्कै पनि आज यस्तै क्रमले पक्कै पनि आज विदेशमा रहेर पनि नेपालमा आएर बिहा गर्ने जुन किसिमको हामी इच्छा र मेरो छोरी र ज्वाइँको इच्छा थियो त्यो पनि किनभने आफन्तसँग जुन एउटा परिचय गराउने र परिचय गर्ने र सबैजनासँग गर्ने भन्ने हिसाबले नै हामीले यो विवाह कार्यक्रममा सम्पन्न गर्न गइरहेका थियौँ र त्यसै कारणले जुन सम्पन्न गर्नु गएको विवाहमा यहाँहरूले जुन किसिमको चाहिँ एउटा जुन समय दिनुभएर हाम्रो विवाहलाई सफलता गरिदिनु भएको म यहाँलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु र त्यसै गरी अब यो जुन आजको दिन छ दाइहरू र आफ्नो परिवारहरूले र सबै परिवारहरूले आफ्नो एउटा दिन छ र यसमा किनभने हाम्रो नागरिक एउटा सम्मान सत्कारहरू जुन पहिलो दिनदेखि दोस्रो दिन प्रारम्भिका छौँ र आज नै यो हाम्रो यो विवाह गर्ने किनभने अन्तिम एउटा प्रोग्राम भएको कारणले गर्दाखेरि म यहाँहरू सम्पूर्णमा हार्दिक धन्यवाद दिँदै फेरि पनि म आफ्नो छोरी र ज्वाइँको सफलताको शुभकामना म व्यक्त गर्न चाहन्छु र सम्पूर्णमा धन्यवाद दिँदै